हेलो एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग। दिस इज मी टिपु। आज चाहिँ हाम्रो 5th अफ एनिभर्सरीको लागि चाहिँ हामी चट्ट लाएर चाहिँ मनाउन सेलिब्रेटको लागि हामी बर्दिवासतर्फ अगाडि बढ्दैछौँ है गाइज। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है गाइज। अब यसै क्रममा हामी चाहिँ यहाँ केक लिन आएको छौँ होइन। चट्ट अब गएर केक काटिन्छ है गाइज। अनि यहाँ केटाहरू चाहिँ बिन्दास बसिरहेको छ है केटाहरू ल चिल पारामा। म पनि छु। आज चाहिँ हाम्रो चाहिँ सिसम 234 को 5औं चाहिँ जब एनिभर्सरीको अवसरमा हामी चाहिँ अब ट्याक्कै यहाँ बर्दिवास रिसोर्टमा आएको छौँ। केटाहरू अब यता छन्, आउँदैछन् कोही है गाइस। अनि यता टक्क लाएर म पनि यतै छु। अब चाहिँ बाँकी भिडियो हेर्न चाहिँ पुरा भ्लग हेर्नु है गाइस। अब हामी चाहिँ यता चाहिँ होइन एनिभर्सरी मनाउन चट्ट जान्छौँ है। केक बोकिरहेको छ यहाँ केटोले। अब हाम्रो चाहिँ सिसम 234 को चाहिँ पुरै भक्कै हान्नु पर्छ तपाईँको कि बर्दिवास रिसोर्टमा हुन्छ एकछिनमा तपाईँको। बसन्त पार गरेको बसन्तमा चाहिँ हामी रनिङ हुन लागेको अवस्था। ह्यापी होली बालाकै भन्नु ह्यापी होली गरेको बाबा आउँछ नि यसरी त्यो यो ल ल गाइस अब हाम्रो सुरु नमुना ह्यापी होली ह्यापी होली मासिन ल अब केक काट्ने कार्यक्रम सबको हाम्रो चाहिँ ट्याका केक सेक काट्ने काम सकेर अब हाम्रो चाहिँ खानेकुराहरू यहाँ आइरहेको छ। अब यसै क्रममा चाहिँ अब हामी चट्ट लाएर चाहिँ जुस खाएर त्यस पश्चात चाहिँ हामी अब नाचगानतिर अब लाग्छौँ है गाइज। एकछिन ल पुरा नाचगान हेर्नु होला हाम्रो।
डान्सहरू पनि गर्दै गर्दै अनि यस्तो आइटमहरू पनि खाँदैछौँ गाइज हामी चक्क लाएर गाइस अब चट्टो लाएर चाहिँ हाम्रो 234 को एनिभर्सरी चाहिँ आधी उति सिधिसक्यो अब आधी बाँकी नै छ बर्दिवासको रिसोर्ट हो गाइस टक्क लाएर यस्तो छ तपाईँहरू पनि आउन सक्नुहुन्छ हाम्रो चाहिँ चट्टो सिस्टम 234 को केटाहरू अब टक्क लाएर रमाइलो गरेर यता फर्किँदैछौँ है गाइस अनि यसै क्रममा हाम्रो चाहिँ यता कालापानी जाने प्लान भयो होइन अनि हामी कालापानीतिर जाँदैछौँ है गाइस अनि यति बेला चाहिँ हामी यता कालापानी पार्क पुग्यौँ है गाइस मको पारा चलाइसो मैसाबले घाइते दिलमा आरा चलाइसो हामी चाहिँ भिमान आएको छ गाइस भिमान यतिखेर चट्टो लाएर भिमानमा एकछिन हामी बस्छौँ अनि त्यसपछि फेरि फर्किन्छौँ बर्दिवास गाइस किमा तिम्रै हो बना कि मायाले भो बना सुर्ती मार्दा मार्दै गयो जो बना अनि यसै क्रममा चाहिँ हामी चट्टो लाएर चाहिँ अब बेलुका यता बर्दिवास महोत्सवमा पनि गएर चाहिँ शिव परिवारको प्रस्तुति हेऱ्यो गाइस तपाईँहरू पनि हेरेर मजा लिनु होला यसरी नै सकिन्छ हाम्रो सिसम 234 को चाहिँ एनिभर्सरी चट्टो लाएर होइन गाइस guys, अन्तिम सम्महरुलाई साथ दिनुहुनेमा सम्पूर्णमा थ्यांक यू सो मच कीप लभिङ कीप वाचिङ गाइज है सबैजनाले चाहिँ साथ सपोर्ट गरिदिनु होला।